फर्मल क्याजुअल जस्तो लुक्समा पनि बबाल दामी देखिने घडी यो है। मदर्स डे पनि आउँदैछ, आमाको मुख हेर्ने दिन। स्प्ल्यास रेन 3 ATM प्रुफ हुन्छ, स्विमिङ चाहिँ हुँदैन है गाइज। स्केलेटन मोडलमा यो अलिकति स्लिम टाइपको ज्यान छ, सानो हात छ हैन। ल हेर्नुस् त, यस्तो बबाल दामी देखिन्छ, तर यसमा 1 रुपैयाँ घट्दैन है। साउन्ड यो घुमाएको साउन्ड पनि बबाल दामी आएको छ। यस्तो दामी क्वालिटी घडी यति राम्रो प्राइसमा फेरि आउँदैन है गाइज। 18,000 15,000 भन्दा घडी तपाईँले पाउन सक्नुहुन्न। र कपीको कपी घडी किनेर अलिक मख नपर्नु होला। हेलो दर्शन, नमस्ते, म अभिषेक मल्ल तपाईहरु सबैलाई स्वागत गर्दछु मेन्सको र कपलको वाचको प्राइस भिडियोमा है गाइज। आज चाहिँ हामी 2082 को नयाँ वर्ष विशेष भिडियोमा छौं र आज जति पनि वाच म तपाईलाई देखाउन गइरहेको छु, टी सर्टको होस्, रोलेक्सको होस्, हब्लटको होस् हैन, त्यो सँगसँगै हामीसँग ट्यागहरुको घडीहरु छ, सिकोको घडीहरु देखिरहनु भएको छ। यो सम्पूर्ण घडीहरुमा चाहिँ विशेष रेट लगाउन गइरहेको छु, प्लस नयाँ वर्ष विशेष गिभअवे पनि छ। भिडियोलाई स्किप नगरिकन लास्टमा बस्नु होला, किनकि घडी किन्ने एक मात्र ठाउँ भनेको टाइमलेस लेगिस नेपाल हो र आज बेस्ट रेट हुनेवाला छ नयाँ वर्ष विशेष गाइज। सो विदाउट फर्दर डु लेट्स स्टार्ट। सो आज चाहिँ हामी सबैभन्दा सुरुमा चाहिँ नयाँ वर्ष विशेष प्राइस ड्रप सिरिजहरुमा हामी जाउँ। प्राइस सबैको नि प्राइस ड्रप गरिदिएको छु, प्लस बेस्ट प्राइस त अलरेडी छँदैछ। बाहिर तपाईले कम्पेयर गर्दा पनि हुन्छ। कम्तीमा सस्तो मोडलमा तपाईले 100-150 रुपैयाँ कम पाउनुहुन्छ भने टप मोडलहरुमा 5,000 8,000 10,000 पनि सस्तो पाउन सक्नुहुन्छ है। सबैभन्दा सुरुमा चाहिँ म तपाईलाई यो नेभी फोर्सको यो घडी देखाउँछु। अलिकति नजिक आइदिनुस् त। यहाँनिर हेर्न सक्नुहुन्छ, यसको क्रोनोग्राफहरु भित्रको सबै चल्छ है। तपाईको यहाँनिर चाहिँ यतापट्टि यो यसलाई टक्क भित्र हुलिसके पछाडी यहाँ क्रोनोग्राफ चले, यहाँ हेर्दै क्रोनोग्राफहरु चलेको सबै चल्छ। फुल्ली स्टेनलेस स्टिल यो बडी हुन्छ हैन। नेभी फोर्स भनेपछि ओरिजिनल घडी हो। तपाईको यस्तो टाइपको बक्समा तपाईले पाउन सक्नुहुन्छ। यो घडी चाहिँ मार्केटमा 3800 छ, 3800 र सबैभन्दा सस्तो भनेको मैले यो भिडियो बनाउँदा चेकआउट गरिसकेको छु 3250। आज मैले तपाईहरुको लागि यो घडी चाहिँ कतिमा दिन्छु त? मात्र 2500 मा। यस, सही सुन्नुभयो, ओरिजिनल नेभी फोर्स 2500 मा। पछाडी यतापट्टि आइदिनुस् त। यहाँनिर तपाईको यहाँनिर होलोग्रामहरु सबै हुन्छ, क्वालिटी चेक गर्यो। यहाँनिर पछाडी यहाँनिर QC चेक भनेर सबै लेखेको हुन्छ। यो ओरिजिनल घडी हो है गाइज, फेरि कपी चाहिँ हैन। आज यो 2500 मा आयो। यसको कलर अप्सन यो एउटा तपाईले पाउन सक्नुहुन्छ भने अर्को चाहिँ तपाईलाई म यो देखाउँछु है। यहाँ आउनु त। र यो घडी भनेको 2 पिस 3 पिस मात्रै छ, धेर छैन। अर्को डायल भनेको चाहिँ यो अप्सन हो, चट्ट पाउन सक्नुहुन्छ है। एउटा यो भयो, अर्को यो भयो। यहाँ देखाइदिनुस् त। यो दुईटामा जुन मन पर्छ एउटा भयो अनि यो अर्को भयो। दुईटामा जुन मन पर्छ लिनु होला। अफिसियल बक्स प्याक सहित वारेन्टी कार्डहरु तपाईको सबै नै आउँछ है। त्यो भएको कारणले गर्दा आज मात्र 2500 मा यो भइहाल्यो। अब अर्को देखाउँछु नेभी फोर्स के ओरिजिनल लगाउने साथीहरुको लागि। यहाँ आउनुस् त। नयाँ वर्ष विशेष केटाहरुलाई चट्ट लगाउँदा नि बबाल दामी देखिने, फर्मल क्याजुअल जस्तो लुक्समा पनि बबाल दामी देखिने घडी यो है। ल हेर्नुस् त। यो घडी चाहिँ तपाईले मार्केटमा घटीमा तपाईले धेरै ठाउँमा बुझ्नु भयो भने 3050 3100 हैन। अब चलेको प्लेटफर्महरु छ नि, ई-कमर्स साइटहरु, त्यहाँ पनि 3100 3200 दिए। आज चाहिँ हाम्रो मात्र 2850 मा 2850 मा यो एउटा आउँछ। यहाँ अलिक नजिक आएर देखाइदिनु होला। यो एउटा भयो हैन। त्यो सँगसँगै त्यसैमा तपाईले ब्राउन पनि पाउन सक्नुहुन्छ। यो 2 पिस 3 पिस मात्र छ है, धेर छैन। त्यो सँगसँगै अर्को भनेको चाहिँ तपाईले कुन पनि पाउनुहुन्छ त? अर्को भनेको चाहिँ तपाईले यहाँनिर ग्रीन पनि पाउन सक्नुहुन्छ। यहाँनिर चट्टसित यहाँ लगाएर पनि एकचोटी देखाइदिउँ। यतापट्टि आउनु त। यहाँ चट्ट हेर्नु त ल। चट्टसित यसरी लगाउँदाखेरि पनि यस्तो बबाल दामी देखिन्छ। अब यो सँगसँगै म तपाईलाई युनिसेक्स घडी पनि देखाउँछु। केटाले लगाउँदा पनि हुन्छ, केटीले लगाउँदा पनि हुन्छ हैन। त्यो सँगसँगै अब मदर्स डे पनि आउँदैछ, आमाको मुख हेर्ने दिन, त्यहाँ पनि गिफ्ट गर्दा पनि भयो है। तपाईले देख्न सक्नुहुन्छ एउटा यो कलरमा आउँछ। हेर्नुस् त। यो चाहिँ घडी हब्लटको हो। यस्तो राम्रो छ, यति राम्रो क्वालिटीमा आउँछ। रिभ्यूहरु हाम्रो इन्स्टाग्राममा एकचोटी गएर हेर्नु होला। मैले सबै रिभ्यूहरु हालेको छु। टिकटकमा गएर हेर्नु होला घडी कस्तो छ, क्वालिटी कस्तो छ भन्ने कुरा हेर्नु त। यो सिलिकन स्ट्र्याप भएको कारणले गर्दाखेरि एकदमै लचकदार छ। एउटा यो मरुन टाइपको रेड कलरमा आयो हैन तपाईको। अनि त्यहाँदेखि अर्को भनेको चाहिँ ब्ल्याकमा पनि तपाईले पाउन सक्नुहुन्छ। धेरै पिस चाहिँ छैन है, मैले तपाईलाई भनिसके धेरै पिस चाहिँ छैन। यस्तो दामी छ यो। मैले अस्ति नै टिकटकमा हालेर इन्स्टामा हालेर पनि धेरै बेचिसके। चट्ट यहाँ देख्न सक्नुहुन्छ। अलिअलि धुलो लागेको होला, केही छैन, तर दामी क्वालिटीको छ है। दुईटा कलर अप्सन भयो। यताबाट यहाँ आइसक्यो। स्प्ल्यास रेन 3 ATM प्रुफ हुन्छ, स्विमिङ चाहिँ हुँदैन है गाइज, किनकि स्विमिङमा चाहिँ अलिक धेरै नै पानीको प्रेसर हुन्छ। अर्को भनेको चाहिँ तपाईले ब्लू कलर पनि पाउन सक्नुहुन्छ। ब्लू कलर पनि त्यस्तै राम्रो छ। अफिसियल तपाई काम गर्नुहुन्छ, तपाईको ड्रेस ब्लू छ भने त्यो म्याच हुने नि भयो, प्लस ब्लू लभरहरु हुनुहुन्छ भने उहाँहरुलाई पनि बेस्ट भयो। तीनवटा कलर अप्सन, एउटा ब्लूमा,
एउटा मरुन टाइपको रेडमा, अर्को भनेको चाहिँ यो ब्ल्याकमा। यो तीनटा युनिसेक्स वाच हो। केटाले केटीलाई दिँदा पनि भयो, केटीले केटालाई दिँदा पनि भयो, मम्मीलाई दिँदा पनि भयो, बाबालाई दिँदा पनि भयो, प्लस कपाल जसरी पेयर गर्दा पनि भयो। प्राइस पनि एकदमै बवाल दामी छ। मार्केटमा यो तपाईँले लोकल ब्रान्डको लिनुभयो भने चाहिँ तपाईँको 1000-1200 होला, तर यो चाहिँ हबलोडको भएको कारणले गर्दाखेरि तपाईँलाई घटीमा पनि मार्केटमा 2000 भन्दा कम कसैले दिँदैन। आज तपाईँले जुन लिए पनि, जति पिस लिए पनि छानी छानी मात्र 1500 मा दिइरहेको छौँ है। लिमिटेड स्टक छ। तपाईँले हाम्रो इन्स्टाग्राम टिकटक हेर्नु भएको छ भने थाहा छ, यो हाम्रो भिडियो भाइरल पनि भइसकेको छ। अर्डर गर्नको लागि 9865498705 मा वाट्सएप, कल या भाइबर गर्दा पनि भयो। स्क्रिनमा नम्बर प्ले भइरहेको हुन्छ, स्क्रिनसट गर्नुहोस्, मलाई यो घडी चाहियो भन्नुहोस्, टक्क पठाउनुहोस्, डिटेल दिनुहोस्, आइपुग्छ है। इनसाइड भ्याली फुल क्यास अन डेलिभरी हामी गराइदिन सक्छौँ। आउटसाइड भ्याली चाहिँ तपाईँको मिनिमम 500 रुपिस पे लाग्छ, अनि बाँकी जति पनि रहन्छ नि त्यो चाहिँ तपाईँले घडी पाउनु भइसके पछाडि उतै दिँदा भयो। जसले घडी ल्याउनुहुन्छ उहाँलाई दिँदाखेरि भयो है। अनि अब डेलिभरी चार्जको कुरा गर्नुहुन्छ भने इनसाइड भ्याली चाहिँ तपाईँको हामी नेपाल क्यान मुभसँग गर्छौँ। 120 रुपिस छ। आज बेलुका भोलि बिहानको 6-7 बजीसम्म अर्डर दिनुभयो भने भोलि नै तपाईँले पाइहाल्नुहुन्छ इनसाइड भ्याली चाहिँ। आउटसाइड भ्याली चाहिँ तपाईँको 1-2 दिन 3-4 दिन ठाउँ हेरेर टाइम लाग्छ, तर नेपाल क्यान मुभसँग हामीले गरिरहेकाले गर्दाखेरि सबैभन्दा फास्टेस्ट र सबैभन्दा सेक्योर डेलिभरी भइ नै हाल्छ है। अनि आउटसाइड भ्याली चाहिँ डेलिभरी चार्ज लोकेसन अनुसार हुन्छ। धेरैमा 250 सम्म जाला, त्योभन्दा बढी जाँदैन है। ल यो घडी भइहाल्यो। अब म तपाईँलाई अर्को घडी देखाउँछु। ल धेरैजना अटोमेटिक घडी सोधिरहनु भयो। यहाँ हेर्नुहोस् त, हातको मुभमेन्टबाट दमबाट चल्ने यो घडी तपाईँको चट्टसितले चलेको देखिरहनु भयो होला नि है। बिस्तारै टक 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 चलिरहेछ। यहाँनिर देखिन्छ है। स्केलेटन मोडलमा यो अगाडि ट्रान्सप्यारेन्ट देख्नुहुन्छ भने पछाडि पनि तपाईँको ट्रान्सप्यारेन्ट छ। यसको एउटा कलर अप्सन यो हो। यो गोल्डमा तपाईँको भित्र व्हाइट डायल टाइपको पाउन सक्नुहुन्छ। व्हाइटै पनि छैन, हल्का गोल्डको जस्तो कलर चाहिँ आएको छ, तर व्हाइट नै भनौँ न होइन। यो एउटा भयो। अनि त्यहाँदेखि अरू कलर अप्सन भनेको चाहिँ यहाँ आउनुहोस् त, यहाँनिर नजिक यहाँ तपाईँले देख्न सक्नुहुन्छ। गोल्डमा ब्ल्याक डायल, यो पनि त्यही हो। चट्टसित दम दिँदा पनि भयो, नत्र भने हातको मुभमेन्ट यस्तो भयो भने पनि यो तपाईँले चलेको यहाँनिर देख्न सक्नुहुन्छ है। सर यसरी चल्छ। यो दुईवटा कलर अप्सन भयो। अनि अर्को भनेको चाहिँ तपाईँलाई कुन चाहिँ आउँछ त भन्दाखेरि यहाँनिर देख्न सक्नुहुन्छ फुल सिल्भरमा। धेरैजनालाई सिल्भर पनि मनपर्छ होइन। सिल्भर मनपर्छ भने चाहिँ हजुरहरूको लागि यो सिल्भर पनि तपाईँले पाउन सक्नुहुन्छ। यो पनि त्यही हो। अगाडि यो तीनटै मोडलमा चाहिँ अगाडि यस्तो स्केलेटन छ भने पछाडि ट्रान्सप्यारेन्ट छ है। यो घडी चाहिँ तपाईँको महँगोमा तपाईँको 6500 से 7000सम्म बिक्री भइरहेको घडी हो। यो गोल्ड कलरलाई चाहिँ अलिक ख्याल गर्नुपर्छ है। केमिकल जस्तै सर्फहरू भयो, अनि हातहरू धुँदाखेरि त्यो जुन हामी युज गर्छौँ नि ह्यान्ड वासहरू हो, त्यस्तोबाट चाहिँ अलिक बचाउनु भयो भने चाहिँ लामै समय टिक्छ यो कलरहरू पनि। बाहिर प्राइस 5000-6500 सम्म मैले दिएछु। कतै कतै मलहरूतिर 7500। आज चाहिँ तपाईँले यो गोल्डमा व्हाइट डायल लिए पनि, गोल्डमा ब्ल्याक डायल लिए पनि, यो सिल्भरमा व्हाइट डायल लिए पनि मात्र 3500 मा हामीले ल्याइदिइसकेको छौँ। 3500 मा जम्मा 15-20 पिस छ। तपाईँलाई चाहियो भने तुरुन्त स्क्रिनसट गर्नुहोस्। 9865498705 मा वाट्सएप भाइबर या डाइरेक्ट कल गरेर अल ओभर नेपाल डेलिभरीको फाइदा लिन सक्नुहुन्छ। प्लस बाहिरबाट हेरिरहनु भएको छ अस्ट्रेलिया, जापान, क्यानाडा, युके, युएसए होइन, जुनसुकै ठाउँबाट पनि युएई नेपालीहरू जहाँ पनि बस्नुहोस् त्यहाँबाट हेरिरहनु भएको छ भने कुनै घडी मन पऱ्यो भने भन्नु होला, हामी सिपिङ पनि गरिदिन्छौँ। अब हामी अफरकोमा जाउँ है। अफर भनेको यो आइस वाच। अहिले म हेर्दैछु फेरि ट्रेन्ड आएछ यो आइस वाचको। हामीसँग यो सिल्भर 1 पिस छ, 2 पिस छ। यो सिल्भरमा चाहिँ यो लगाउँदाखेरि राम्रो देख्छ। अब जो हल्का ब्यागी टाइपको ड्रेसअप गर्नुहुन्छ होइन, यो मलाई त हल्का त्यति टाइट हुँदो रहेछ, तर यहाँ लगाउँदा चाहिँ ठिकै हुन्छ। अलिकति स्लिम टाइपको ज्यान छ, सानो हात छ होइन भनेपछि तपाईँलाई एकदम बबाल दाम देखिनेवाला छ। भित्र चाहिँ रोलेक्स लेखेको हुन्छ। अब लेख्न त के लेखेको हुन्छ त आफ्नो ठाउँमा छोडिदिनुहोस्। यो दुईवटा कलरमा छ, अनि एउटा चाहिँ यो गोल्ड कलरमा छ। अब यो सक्यो भन्दा पनि भयो। ल हेर्नु त, यो एउटा गोल्डमा अनि अर्को यो सिल्भरमा। यो जुन लिए पनि आज तपाईँले मात्र 1000 रुपियाँमा पाउनुहुन्छ। यो साथीहरू तपाईँले सही सुन्नुभयो। 3 पिस छ, 2टा सिल्भर एउटा गोल्ड, 1000 रुपियाँ गोटामा पायो। तपाईँले कहीँ जानै पर्दैन, तपाईँले डाइरेक्ट अर्डर गर्दा भयो है। अब अर्को हामी यो रोलेक्सो सबमरिनरमा जाउँ। अलिक नजिक आउनुहोस् त। यो रोलेक्सो सबमरिनर देख्न सक्नुहुन्छ। यो पनि अब हामीसँग 1 पिस मात्रै छ। अब कस्तो छ भने हामीले टिकटक र इन्स्टाग्राम हानेर त्यसमा हालेर नि बेचिसक्यौँ। अनि अब यहाँनिर भएको पनि 1-2 पिस पनि देखाइदिउँ भने युट्युबमा देखाएको। यो तपाईँले मात्र हेर्नुहोस् त, फुल्ली ट्याचिमिटरहरू वर्किङ सबै छ। यो तपाईँले मात्र 2000 पाउन सक्नुहुन्छ। एकदम राम्रो छ। ल यो चाहिँ गोल्ड टाइपमा एकचोटि निकालेर पनि देखाइदिन्छु चट्टसितले। यो ब्रेसलेट पनि यतापट्टि देख्न सक्नुहुन्छ, फुल्ली वर्किङ है, राम्रो छ। धेरै सस्तो भनेको तपाईँले 2500 भन्दा कम चाहिँ तपाईँले पाउनुहुन्न होला जस्तो लाग्छ। तर नर्मली भनेको चाहिँ मार्केटमा 3500-3000 को रेन्ज हो। आज 2500 मा यो एउटा गोल्डमा छ भने 1 पिस मात्रै छ गाइज। त्यही भएर तुरुन्त अर्डर पाएको कारणले गर्दाखेरि अरूले पनि अर्डर गर्नुहुन्छ होला, स्क्रिनसट गरेर पठाइहाल्नु होला यो मलाई चाहियो भनेर। अर्को चाहिँ यो ब्ल्याक,
यहाँ देख्न सक्नुहुन्छ ब्ल्याक पनि धेरै छैन, 1-2 पिस मात्रै छ। चट्टसितले यो पनि सबै फुल्ली वर्किङ सेम क्वालिटी पाउन सक्नुहुन्छ। फुल ब्ल्याक जसलाई मनपर्छ यो पनि मात्र 2000 मा है। तपाईको 2000 सम्मको सम्पूर्ण घडीमा चाहिँ 6 मन्थ वारेन्टी र 3 ATM वाटर रेसिस्टेन्ट हुन्छ। 3 ATM वाटर रेसिस्टेन्ट भनेको चाहिँ अब के हो त भन्दाखेरि तपाईको नर्मल पानीको स्प्ल्यासले पानी पर्दाखेरि तपाईले घडी लगाएर हिँड्दाखेरि पानीमा भिज्यो भने के हुँदैन, चट्ट पानीमा घडी झरिहाल्यो भने हतपत अब मानौँ न यति जति पानीमा बाल्टिङमा या कतै आरीतिर पानी झरिहाल्यो, यति जति पानीमा डुबिहाल्यो नि केही हुँदैन। त्यो 3 ATM वाटरप्रुफ घडी भनौँ न वाटर रेसिस्टेन्ट घडीहरू हुन् है। धेरैजनाले चाहिँ वाटरप्रुफ भन्नुहुन्छ, वाटरप्रुफ सायद हुँदैन जस्तो लाग्छ मलाई त हैन। वाटर रेसिस्टेन्ट एउटा लिमिटसम्म सबै घडीको थेग्ने क्यापासिटी हुन्छ, त्योभन्दा बढी त हुँदैन हैन। जसरी फोनहरुमा IP68 हुन्छ, IP69 डस्ट एन्ड वाटर रेसिस्टेन्ट हुन्छ, फुल्ली वाटरप्रुफ अलिक हुँदैन। जस्तो सुकै महँगो घडीले पनि एउटा लेभलमा पुगिसकेपछि दम तोडिदिन्छ। यिनीहरू भनेको 3 ATM यानी कि तपाईको नर्मल पानीको स्प्ल्यासले पानीमा झरिहाल्यो अनि लगाउँदाखेरि तपाईँ पानीमा भिज्नु भयो भने त्यो केसमा पानीलाई घडीलाई केही पनि हुँदैन। अरू केसमा तपाईँले आफूले पनि जतन चाहिँ गर्नु पर्यो। ल यो भयो। अब म तपाईँलाई अर्को घडी देखाउँछु है त। यहाँनिर चट्टसितले नेभी फोर्समा म यहाँ जान चाहिँ बाबाहरूलाई र प्लेन डिजाइन मनपर्ने साथीहरूको लागि चाहिँ एकदमै राम्रो हेर्न सक्नुहुन्छ। यसरी अफिसियल बक्स सहित तपाईँको नेभी फोर्सको चार्ट अफिसियल बक्स सहित कार्डहरू सबै पाउनुहुन्छ। यो हेर्नुहोस् त, केटाहरू जसलाई हल्का प्लेन टाइपको डिजाइन मनपर्छ, गोल्ड मिक्स भएको यहाँ देख्न सक्नुहुन्छ। वाइट डायलमा डे र डेट दुईटै देखाउँछ। बाबाहरूलाई कुनै गिफ्ट दिनु पर्यो घडी भने यो एकदम बेस्ट हुन्छ। किन डे पनि देखाउँछ डेट पनि देखाउँछ। एउटा यो डायलमा छ वाइट डायलमा एकदमै राम्रो। अर्को चाहिँ तपाईँले ब्ल्याक डायलमा पाउन सक्नुहुन्छ। अलिक नजिक आउनु त यहाँनिर चट्टसितले। अर्को यो ब्ल्याक डायल क्वालिटी एकदमै राम्रो छ। किनकि यो त ओरिजिनल हो नि त। नेभी फोर्स र स्किमी चाहिँ ओरिजिनल भएको कारणले गर्दाखेरि तपाईँले 2200-3000 को क्वालिटी नै त्यो तपाईँको हाई कपीको 3000-4000 क्वालिटीलाई टक्कर हाने टाइप क्वालिटी तपाईँले पाउन सक्नुहुन्छ है। यसको प्राइस चाहिँ मात्र 2250 मा यो दुईटा तपाईँले पाउन सक्नुहुन्छ। अनि अर्को यो एक पिस मात्रै चाहिँ एकदमै प्लेन डिजाइनमा हैन, एकदमै बवाल दामी रेट। अब 2800 पर्छ हैन। तपाईँलाई यो आज मात्र 2250 मै दिए ल। यो पनि फुल यहाँ पनि डे र डेट दुईटै देखाउँछ। बाबालाई या कसैलाई चाहिँ एकदमै मिनिमलिस्टिक डिजाइन मनपर्छ भने उहाँहरूको लागि एकदमै बेस्ट हुन्छ। लक सिस्टम पनि एकदमै राम्रो छ। साइडबाट दबाएर निकाले फेरि लगाउने है। फुल्ली नेभी फोर्सको ओरिजिनल बक्स सहित कार्डहरू सहित आउँछ। त्यो हाम्रो डुप्लिकेट घडी होइन। हेर्दा चाहिँ बाहिर त्यो नेभी फोर्सको स्टिकर टालेको अनि क्रोनोग्राफ पनि नचल्ने केही पनि नचल्ने त्यस्तो हुँदैन है गाइज। ल त्यो भइहाल्यो। अब यहाँसम्म आउने साथीहरूको लागि गिभअवेको कुराकानी गरौँ है। जसले पनि भिडियो हेरिरहनु भएको छ भिडियोलाई लाइक गरेर च्यानल सब्सक्राइब गर्नुहोस् र घडीको प्राइस र घडी कलेक्सन कस्तो लागिरहेको छ कमेन्ट गर्नु होला। मैले मेरो युट्युबको टिकटक र इन्स्टाग्रामको लिङ्क पनि राखिदिएको हुन्छु। त्यहाँ पनि तपाईँले फलो गरेर चाहिँ यो भिडियोमा आएर कमेन्ट गर्नु होला। आजको एकजना अर्को भिडियो आउँदा चाहिँ म यो एनाउन्समेन्ट गर्छु। यो स्किमीको 100% ओरिजिनल घडी गिभअवे छ। चट्टसित यहाँ नआउनु त। यस्तो बबाल दामी घडी लेदरमा आज गिभअवे एकजनाले है। यो घडीको प्राइस भनेको चाहिँ तपाईँको 3000 को रेन्जको घडी हो। आज तपाईँहरूको लागि भनेर मैले लिएर आएको छु। लेदर उसमा पाउन सक्नुहुन्छ। एकदमै राम्रो छ हैन। चट्टसितले ओरिजिनल भएको कारणले गर्दा लगाउँदा छुट्टै मजा आउँछ। पार्टिसिपेट गर्न एकदमै सजिलो छ। भिडियोलाई लाइक गर्नुहोस्, च्यानललाई सब्सक्राइब गर्नुहोस् र टिकटक र इन्स्टाग्रामलाई फलो गरेर एउटा मिठो कमेन्ट हानिदिनु न कस्तो लाग्छ घडी त्यही अनुसारको है। यो भइहाल्यो। अब हामी जाउँ टी सर्टको PRX मा। यता आउनुहोस् त अलिकति नजिक। चट्टसितले टी सर्टको PRX मा यो ग्रिन डायल चाहिँ धेरैजनाले खोज्नु भएको थियो। यो क्वालिटीको घडी चाहिँ हत्तपत्त अरूसँग छैन है। मैले यो देखेको के हो भने तपाईँको मार्केटमा सस्तो घडीहरू पनि आउँछ तर यो चाहिँ स्टिलको क्वालिटीको भएको कारणले गर्दाखेरि यो चाहिँ एकदमै वर्थ इट छ भनौँ न हैन। ब्रेसलेटहरू सबै स्टिलको हुन्छ। यता पनि कोटिङहरू हत्तपत्त रङै जाँदैन भन्ने कुराकानी सप्लायरले गर्नुभएको छ। अनि मैले अहिले जतिजनालाई पनि बेचेको छु उहाँहरू एकदमै सेटिस्फाइड हुनुहुन्छ। अलिक नजिकबाट आउनु होला। यो ग्रिन डायल तपाईँले पाउन सक्नुहुन्छ 3250 मा है। बाहिर त 2500-2400 पाउँछ, नपाउने होइन। त्यो चाहिँ कस्तो हुन्छ अलिक कमसल हुन्छ, कलर खुलेर जान्छ। यो भनेको अलिक लामो समयसम्म टिक्छ। यसको विशेषता त्यो प्राइस पनि त्यही भएर यसलाई चाहिँ 3250 पर्छ। बाहिर उनीहरूको पसलमा आयो नि यो 4000 पर्छ। गफ हान्दै रहेछ 3250 घडी 2500 मा दिन्छ ब्याक दिनुपर्ने। त्यस्तो हुन्छ क्या। गफ हान्ने पनि एउटा लिमिट हुन्छ नि हैन। सो 3250 घडी र त्यसको क्वालिटी चाहिँ के फरक छ भन्ने कुरा त्यो घडी मगाएर देखाउनु पर्ने रहेछ। मैले हल्का मिस्टेक गरेँ। खै यहाँनिर हेर्न सक्नुहुन्छ क्वालिटी यो स्टिलको क्वालिटी हुन्छ क्या हैन। यो ब्रेसलेट स्टिल क्वालिटी हुन्छ भने यो चाहिँ तपाईँको हत्तपत्त रङ जाँदैन, जान्छ तर त्यो तपाईँको 2500 को चाहिँ मानौँ न 4-5 महिनामै गइहाल्छ भने यो चाहिँ तपाईँले ढुक्कले 1 वर्ष लगाउन सक्नुहुन्छ। यो चाहिँ त्यो टाइपको क्वालिटी हो। त्यही भएर यसलाई 3250 पर्यो। यो टी सर्टको PRX दुईटा कलर, एउटा व्हाइटमा अर्को ग्रिनमा। अल ओभर नेपाल डेलिभरी हुन्छ। लिमिटेड पिस भएको कारणले गर्दाखेरि वेट नगर्नु होला। नयाँ वर्षमा एकअर्कालाई गिफ्ट दिन, पर्सनललाई आफूलाई पनि गिफ्ट दिनु पर्यो नि कहिलेकाहीँ हैन। त्यो केस पनि एकदम बेस्ट हुनेवाला छ। अब अलिकति नयाँ देखाउनुहोस् न, अलिकति हट्के देखाउनुहोस् न भन्नुहुन्छ भने फुल्ली लेदर बक्समा ब्ल्याक कलरमा चट्टसित यहाँ देख्न सक्नुहुन्छ एस्ट्रोनट सिरिजको घडी आइसकेको छ। फर्स्ट टाइम इन नेपाल। सिटिजन भन्ने ब्रान्ड आफैमा एकदमै राम्रो ब्रान्ड हो। हाई कपी घडी हो हैन। तपाईँको क्वार्ट्समा ब्याट्रीमा हो।
यसको डिजाइन यतापट्टि यो तपाईँको क्राउन पनि यो साइडमा पाउन सक्नुहुन्छ भने यो ब्रेसलेट चाहिँ फुल्ली स्टिल हुन्छ भने यो पनि एकदमै राम्रो पछिसम्म कलर नजाने टाइपको घडी हुन्छ है। यो तपाईँको 1.5 वर्ष त यसको कलरै फेड हुँदैन, त्यो भइसके पछाडि तपाईँलाई फरक पर्दैन। भित्र डायल एस्ट्रोनट चाहिँ एकदमै स्पेसमा सर्फिङ गरेको टाइपको तपाईँले पाउन सक्नुहुन्छ ल। यो चाहिँ तपाईँको आयो भने यो क्वालिटीमा मार्केटमा 7500 भन्दा घटी कसैले दिँदैन। आज 4500 10 पिस मात्रै बाँकी छ। अब अस्तिको टिकटकमा हालेको थिएँ 10 पिस सक्यो, जम्मा 20 पिस मगाएको, अब 10 पिस बाँकी छ। तपाईँलाई मन पर्यो भने अर्डर गर्नु होला। चट स्क्रिनसट गर्ने जो साइन्स लभर हुनुहुन्छ, जो स्पेसमा एकदम दिलचस्प राख्नुहुन्छ, खालि त्यस्तो भिडियोज हेर्नुहुन्छ, एउटा कलेक्सन यो तपाईँसँग हुनै पर्छ। फर्स्ट टाइम नेपाल है गाइज। अर्को भनेको चाहिँ अफरमा एकचोटि त आउनुहोस् त। यो तपाईँको चट्ट एकचोटि थिच्ने होइन, सेकेन्डको स्विच चल्ने, खोइ त चल्दैन के हो यो मा। यहाँ देख्न सक्नुहुन्छ चट्ट सेकेन्डको स्विच चलेको देखिरहनु भएको छ नि होइन। त्योसँग फेरि एकचोटि चट्ट थिच्ने, सेकेन्डको स्विच बन्द हुने, फेरि चट्ट यसो दबाए सरर स्टप वाचको जस्तो काम गर्ने। यो ओमेगाको स्पिड मास्टर भन्ने घडी हो, रेड डायलमा छ, लाइट चाहिँ ब्लू रिफ्लेक्ट गर्छ बाहिरतिर। मात्र 4500मा तपाईँले आफ्नो बनाउन सक्नुहुन्छ। एक पिस मात्रै छ। अब यहाँ आउन 1.5 महिना लाग्छ अर्को, त्यही भएर जसलाई मनपर्छ लिनु होला। अर्को भर्खर लेटेस्ट, यो पनि म फर्स्ट टाइम इन नेपाल भन्छु, यो प्राइसमा कसैले दिएको छैन। तपाईँको बाहिर भनेको 12,000 13,000 यति महँगो किन क्या, आई डोन्ट नो होइन। तपाईँहरूले देख्न सक्नुहुन्छ प्याटेक फिलिपको यस्तो बबाल दामी घडी लेदरमा है, निकालेर देखाइदिन्छु मा कसम। यो त मेरो पनि एकदम फेभरेट घडी हो कि। चट्टसितले यहाँनिर ट्याक्क निकालौँ होइन। तपाईँ हेर्नु त यहाँनिर कस्तो दामी ग्लास छ। चट्ट एकचोटि दबायो सरर सेकेन्डको स्विच चलिरहेछ नि होइन। चट्ट दबाए फेरि बन्द हुन्छ, फेरि चट्ट दबाए यसरी टक्क सेट हुन्छ क्या फेरि है। यस्तो बबाल दामी छ। यहाँभित्र यो हेर्नु त, यो फुल जस्तो प्याटेक फिलिपको लोगो चकचक घुमेको देख्न सक्नुहुन्छ नि। लेदर क्वालिटी पनि एकदमै राम्रो छ। यता यहाँनिर बक्कलमा पनि ब्रान्डिङ पाउन सक्नुहुन्छ। यस्तो बबाल दामी घडी लगाउँदाखेरि त बबाल दामी प्रिमियम देख्छ है। फर्मल लभरहरूको लागि त यो त खत्रै घडी हो। फुल्ली लेदर बक्स प्याक सहित यस्तो प्रिमियम बक्समा तपाईँले पाउन सक्नुहुन्छ यो घडी। यो घडीको प्राइस चाहिँ आज मैले कति राख्छु भने बाहिर एकदमै महँगो छ, यहाँनिर लिमिटेड पिस घडी तपाईँहरूको लागि मात्र 5800मा। फर्स्ट टाइम नेपाल यो प्राइसमा कसैले दिन सक्दैन, दियो भने डुएट गर्नु होला। 5800मा यो आइसक्यो। अब तपाईँहरूको लागि भनेर म अर्को स्पेसल घडी देखाउँछु मात्र 2000मा। प्याटेक फिलिपको यो तपाईँको नेभी ब्लू डायलवाला एकचोटि त देखाइदिनुहोस् त नजिकबाट। एकदमै राम्रो छ तपाईँको है। भित्रको डायल कलर पनि धेरैजनाले रुचाउनु भएको। हाम्रो टिकटकमा पनि लगभग 5-6 लाखजनाले हेर्नुभयो होला, त्यहाँबाट धेरै नै अर्डर आएको थियो। टक्क चेनको डिजाइन पनि यस्तो राम्रो छ होइन। 2000मा यो क्वालिटी कसले पनि दिँदैन। त्यो 1850मा आउने त बोर्डरहरू नि पातलो भएको, त्यो प्याटेक फिलिप हेर्दाखेरि पनि त्यो प्याटेक हो कि ल्याटेक हो त्यस्तो टाइपको देखिन्छ। यो त कमसेकम हेर्दाखेरि झट्ट हेर्दा प्याटेकको डिजाइन त देखिन्छ नि होइन, त्यो चाहिँ देखिँदैन है। यो चाहिँ तपाईँले मात्र बाहिर 2850 भन्दा घटी कसैले दिएको छैन। 2000मा ये 100 पिस छ, 100 जनाको लागि है ल। यो चाहिँ जतिलाई पनि सकेको सही गर्ने घडी भइहाल्यो। अर्को भनेको चाहिँ यो सिको 5 एकचोटि आउनु त। सिको 5मा एकदमै राम्रो क्वालिटीमा छ। यो तपाईँको 5000 भन्दा घटी कसैले दिँदैन। तपाईँको मार्केटमा उस्तै ताल पऱ्यो भने तपाईँको यहाँनिर मैले यता यो लगाएको छु, यो दबाउनु बित्तिकै चट्ट यो चलिहाल्छ होइन। यो ट्याचिमिटरहरू सबै वर्किङ छ। यो घडी चाहिँ तपाईँले मार्केटमा खोज्नुभयो भने मलतिर 7500 भन्दा घटी कसैले दिँदैन। सस्तोमा 5000 भन्ला। आज मैले तपाईँहरूलाई यो मात्र 4000मा दिइरहेको छु। न्यू इयर स्पेसल, यसमा 500 रुपियाँ अफ। 3500 3500 फर्स्ट टाइम नेपाल ल। यो चाहिँ अब 2 पिस मात्रै भएको कारणले गर्दाखेरि 3500। यो 1 पिस छ होइन। अनि त्यहाँदेखि यो अर्को चाहिँ 2 पिस छ। यहाँ आउनु त एकचोटि नजिकबाट। चट्ट कस्तो राम्रो छ यो गोल्ड कलरमा, डेट सबै देखाउँछ। मात्र 3500मा तपाईँले पाउन सक्नुहुन्छ। होलसेल पसलको लागि पनि उठाउनुहोस् है गाइज ल। 2 पिस मात्रै अब होलसेल त के भन्नु है। देख्न सक्नुहुन्छ यो चाहिँ 2 पिस, त्यो आइको 1 पिस, त्यही भएर मात्र 3500मा ल। योभन्दा अगाडि अलिकति धेरै हार्नुभएको साथीहरूलाई सरी भन्न चाहन्छु। यो चाहिँ मैले हल्का न्यू इयर अफर भनेर हल्का प्राइस ड्रप मात्रै गरिदिएको। फेरि हुँदैन, हुन्छ नि त नेपाली न्यू क्यालेन्डरमा त हल्का गरिदिनु पऱ्यो नि त केही भनेर है ल। यो भइहाल्यो। अब म तपाईँलाई अर्को देखाउँछु ल। अर्को भनेको चाहिँ तपाईँको यहाँनिर तपाईँहरूको लागि लिएर आइसकेको छु यो रोलेक्समा डेड जस्ट। धेरैजनाले खोज्नु भएको मोडल है यो चाहिँ। यस्तो बबाल दामी छ है, क्वालिटी चट्ट बबाल दामी क्या। यस्तो टक प्रिमियम टक्क लेदर टाइपको ग्रिन बक्समा पाउन सक्नुहुन्छ है। त्यो सँगसँगै यहाँनिर के छ, यस्तो तपाईँको युजर म्यानुअल पनि पाउन सक्नुहुन्छ। एउटा रोलेक्सको ब्याग पनि पाउन सक्नुहुन्छ। कतिमा त भन्दाखेरि 5000मा नाइ मात्र 2800मा तपाईँले पाइरहनु भएको छ यो घडी। यो ब्रोस विथ ब्याग गिफ्ट दिँदा पनि बबाल दामी, हेर्दाखेरि 8-10 हजार घडी जस्तो देखिने होइन। त्यसलाई पनि बिट हान्ने टाइपको हामीले मात्र 2800मा दिइरहेको छौँ। लिमिटेड पिस छ, कसैलाई गिफ्ट दिनु पऱ्यो आफ्नो लागि भने अर्डर गर्नु होला। अर्को भनेको चाहिँ रोलेक्समा डेडेट, अलिकति नजिक आउनु होला। डेडेट भनेको यहाँनिर
तपाईको यहाँ देख्न सक्नुहुन्छ डे देखाइरहेछ भने यता साइडमा डेट पनि देखाउँछ है। एउटा गोल्डमा व्हाइट डायल पाउन सक्नुहुन्छ, एकदमै राम्रो छ। यो पनि निकालेर म तपाईँलाई देखाइदिने चाहे चट्ट ब्रेसलेटमा तपाईँको पछाडि रोलेक्सको लोगो पाउन सक्नुहुन्छ भने चट्ट यसलाई पनि त्यो केमिकलबाट बचाउनु भयो भने तपाईँले 1-1.5 वर्ष त लगाइहाल्नुहुन्छ है। ल यो चाहिँ कति वर्ष त, यो पनि महँगो हो, यो होइन, यो पनि मात्र 2800 मा, मात्र 2800 मा तपाईँले डे रेट पनि पाउनुभयो, डेट जस्ट पनि पाउनुभयो। डे रेटमा चाहिँ कुन कलर छ त, एउटा यो गोल्ड विथ व्हाइट डायल, अर्को भनेको चाहिँ यहाँ सिल्भर विथ ब्ल्याक डायल, यहाँ देख्न सक्नुहुन्छ है। यो पनि चट्टसितले सिल्भर विथ ब्ल्याक डायल, अर्को भनेको चाहिँ सिल्भर विथ व्हाइट डायल, अलिक नजिक आएर देखाइदिनु होला यहाँनिर, सिल्भर विथ व्हाइट डायल एकदमै राम्रो छ है, केटाहरूलाई एकदम मनपर्ने। अर्को भनेको चाहिँ गोल्ड विथ ब्ल्याक डायल, यो 4वटा कलर छ, तपाईँलाई चाहियो भने तपाईँले अर्डर गर्न सक्नुहुन्छ। गोल्ड चाहिँ धेरैजनाले मगाइरहनु भएको थियो, गोल्ड कलरमा चाहिँ यो दुईटा चाहिँ एकदमै लिमिटेड पिस भएको कारणले गर्दाखेरि कुन मनपर्छ तपाईँले आएर एकचोटि नजिकबाट देखाइदिनु होला, कुन चाहिँ मनपर्छ हजुरहरूले अर्डर गरिहाल्नु होला है। एकदमै लिमिटेड पिस मात्रै छ, 2800 मा आज आयो। फेरि यस्तो अफर आउँदैन है गाइज। अब हामी यता जाउँ तपाईँको कपल वाचहरूतर्फ। बाबा मम्मीलाई गिफ्ट दिन चाहनुहुन्छ, कति आफ्नो गर्लफ्रेन्ड र बोयफ्रेन्डलाई मात्रै दिनुहुन्छ, कहिलेकाहीँ बाबा मम्मीलाई पनि दिनुहोस् न, कि होइन म त बोयफ्रेन्डलाई पनि दिन्छु भन्नुहुन्छ भने एउटा बोयफ्रेन्डको लागि, एउटा हजुरको लागि, एउटा हजुरको बाबाको लागि, एउटा हजुरको मामुको लागि होइन, टक्क कपल टाइपको पेयरिङ गरेर लगाउन मिल्ने घडी फसिलको तपाईँले पाउन सक्नुहुन्छ मात्र 3850 मा है, 3850 मा, 3850 मा। यो डिल ब्रेकिङ, एउटालाई 2500 पर्छ, दुईटाको 5000 भएन, तर यो दुईटै सेट विथ यस्तो दामी बक्स तपाईँले 3850 मा पाइरहनु भएको छ। अरू के खोज्ने है गाइज, तपाईँले यसमा 1 इयर वारेन्टी पाउन सक्नुहुन्छ, 380 वाटर प्रुफ हुन्छ। यो अर्को भयो है, हामीसँग यो 3 पिस मात्रै छ, 3टा सेट मात्रै छ, एउटा सेट, यो अर्को 2टा सेट सकिसक्यो, यो चाहिँ 25वटा सेट थियो। ल यो पनि त्यही होला है, 3850 मा तपाईँले पाउन सक्नुहुन्छ यो अर्को सेट, एउटा 3जना भाग्यमानीले 3850 मा यो घडी पाउनुभयो। अब चाहिँ मैले भिन्टेज घडी खोज्नेहरू जसले चाहिँ फेरि ओरिजिनलै लगाउँछु भन्नुहुन्छ तपाईँहरूको लागि स्किमीको 100% ओरिजिनल भिन्टेज घडी लिएर आइसकेको हेर्नुहोस् त। यो तपाईँको 3250 3500 पर्छ, यो स्टिलमा हुन्छ होइन। हामीले चाहिँ अब सबैभन्दा सस्तो भनेको 2950 मा बेचिरहेको थियौँ, आज 2500 मा दिए, 450 रुपियाँ डिस्काउन्ट, कसैले दिँदैन। यो जुनसुकै साइडमा गएर जहाँसुकै चेक गरे पनि हुन्छ, 2500 मा तपाईँले पाउनुभयो, अल ओभर नेपाल डेलिभरी, एउटा यो कलरमा एउटा यो कलरमा। किन त 2500 मा आयो भन्नुहुन्छ भने तपाईँको फेरि आउँदैन, मात्र 3 पिस भएर 2500 भएको है गाइज। यो 3 पिस छ, अर्को सिल्भरमा 3 पिस छ, बवाल दामी छ। भिन्टेज लभरको लागि एकचोटि यो घडी पनि लगाएर एकचोटि ट्राई गर्नु न कस्तो देख्छ है। यो त बवाल दामी, धेरैले रोजिरहनु भएको घडी हो। अनि फेरि क्वालिटी हेर्नु न, क्वालिटी होइन। अनि त्यहाँदेखि अर्को भनेको कसैलाई यो चाहिन्छ यस्तो टाइपको डुअल टाइम खोजिरहनु भएको छ, रोज गोल्डमा मात्रै छ, 3 पिस छ, मात्र 1650 मा तपाईँले पाउनुहुन्छ है। 1650 मा यो रोज गोल्ड टाइपको ओरिजिनल स्किमीको हो, फेरि कपी होइन है गाइज, कपी चाहिँ नलगाउनु होला धेरै सस्तो पायो भनेर। अर्को स्किमीको तपाईँको यो फ्याब्रिकवाला स्ट्र्याप भएको, यो पनि 100% ओरिजिनल। तपाईँको यो सबै ट्याचेमिटर, साउन्ड सुन्नु न, साउन्ड सुन्नु त हो, दामी छ नि, बवाल दामी क्वालिटीको फ्याब्रिकको यहाँ क्वालिटी है, यस्तो बवाल दामी चट्ट, भित्रमा लेदरको टाइप युज भएको, सबै होलोग्रामहरू क्युआर कोडहरू सबै भएको यो घडी चाहिँ तपाईँलाई चाहियो भने मात्र यो पनि 2500 मा लगाइन्छ, आज 2500 मा यो आयो। फेरि आउँदैन, न्यू इयर स्पेसल 2500। अनि अर्को एउटा यो हेर्न सक्नुहुन्छ, कसैलाई चाहिँ राउन्ड डायल मनपर्छ पुरै भने तपाईँको यो चाहिँ चट्ट, यो पनि त्यस्तै टाइपको हो होइन, ब्ल्याकमा बवाल दामी। यो चाहिँ तपाईँलाई मात्र आज 2300 मा दिइरहेको छु, 2300 मा, यो 2500 मा। यो घडी डिटु यो सिगोको यो 10,000 12,000 पर्ने घडी जस्तो देखिन्छ है गाइज। त्यही भएर यो चाहिँ तपाईँलाई मन पऱ्यो नि लिँदा भइहाल्यो। अनि यो भिन्टेज पनि बवाल दामी डिलमा आइसक्यो है। अब म तपाईँलाई देखाउन गइरहेको छु यो लास्ट, यो एउटा अर्को हेर्नुहोस् त, GMT मास्टर 2 मा यस्तो दामी क्वालिटी घडी यति राम्रो प्राइसमा फेरि आउँदैन है गाइज, देख्न सक्नुहुन्छ हो। हेर्दा उस्तै टाइपको घडी महँगो पनि पर्छ, सस्तो पनि पर्छ। यो चाहिँ तपाईँको मिड रेन्जवाला क्वालिटी हो। यो तपाईँलाई बाहिर 65 देखि 7500 सम्म पर्छ। अब बडी लिनेले बडी लिएर आफ्नोमा छ, हाम्रोमा चाहिँ यो तपाईँको यस्तो बवाल दामी घडी धेरैजनाले लिएर तपाईँको सब कतिलाई गिफ्ट दिएर कतिले पर्सनल युज गरिरहनु भएको छ, हामीसँग लिएर यस्तो बवाल दामी देख्छ नि। लगाउँदा प्राइस पनि मैले भनिहाल्छु, प्राइस चाहिँ तपाईँको मात्र 4000 रुपियाँ है। आजको भिडियोमा तपाईँलाई मन पर्यो भने मात्र 4000 मा तपाईँले यो रोलेक्स पाउन सक्नुहुन्छ, यस्तो प्रिमियम ग्रिन बक्समा। अनि रोलेक्सको झोला सहित म तपाईँलाई दिन्छु, अल ओभर नेपाल डेलिभरी हुन्छ। गिफ्ट दिँदा पनि बवाल दामी देखियो झोलाहरू सहित दिइसकेपछि है। अब अर्को भनेको चाहिँ लगभग हामी भिडियोको लास्टमा आइसकेको छौँ। गिभवेमा तपाईँले पार्टिसिपेट गर्नु भएको छैन भने तपाईँलाई यो स्किमीको यो ब्लू घडीको कसम गिभवेमा पार्टिसिपेट गर्नु होला। अनि कोही घडी लिने साथी हुनुहुन्छ भने प्लिज एकचोटि असम नेपाली ज्ञानले खोलेको टाइमलेस लेगेसी नेपाल पनि बुझेर हेर्न भन्नु है। हामीसँग लिमिटेड स्टक होला, तर प्राइस चाहिँ नेपालको बेस्ट हामी दिन्छौँ। अब आजको भिडियोको अन्तिम भनेको चाहिँ यो टक्क सिको 5 अटोमेटिकमा स्पोर्ट्समा टप क्वालिटी,
कपी आएर मार्केटमा टेन्सन छ। तर हाम्रो फर्स्ट कपी बबाल दामी कपी लिएर आइसक्यो, देख्न सक्नुहुन्छ। चट्टसितले एउटा बक्स भइहाल्यो, अलिक नजिक आएर हैन, दामी बक्समा चट्ट यहाँनिर सबै तपाईँले पाउनुहुने म्यानुअलहरू सबै पाउनुहुन्छ। 1:1 क्वालिटी भनौँ न, त्यो ओरिजिनलसँग छेउमा राख्दाखेरि फरकै नहुने टाइपको क्वालिटी चाहिँ यो घडी क्वालिटी है गाइज। तपाईँले देख्न सक्नुहुन्छ यस्तो बबाल दामी, तपाईँले बक्स पनि पाउन सक्नुहुन्छ। अब घडी हेरौँ है त, घडी कुन छ? आम्बो घडी हेर्नु त ल, सक्छ त कसैले? सक्दैन नि फेरि, एकचोटि म देखाइदिन्छु यहाँ हेर्नु त, लाउँदाखेरि कस्तो दामी देख्छ, बबाल छैन त? मेन चाहिँ मलाई यसको क्वालिटी, जस्तै यसको यसको क्वालिटी हेर्नु, बबाल दामी क्वालिटी छ होइन, भित्र पनि। अनि भित्रको क्वालिटी पनि एकदमै राम्रो लाग्यो कि है। साउन्ड सुनाइदिनु होइन, साउन्ड यो घुमाएको साउन्ड पनि बबाल दामी आएको छ। यो भित्रको मेसिन पनि बबाल, जापानिज मेसिन हो फेरि गाइज। मैले तपाईँलाई भनिदिएँ कि जापानिज मेसिन हो, तपाईँले यहाँ देख्न पनि सक्नुहुन्छ, देखिन्छ जापान लेखेको, त्यो सँगसँगै यस्तो बबाल दामी टक्क ब्रान्डिङ बक्कलमा पाइहाल्न सक्नुहुन्छ। यस्तो बबाल दामी घडी छ नि यो, तपाईँलाई आज मात्र मैले तपाईँलाई दिन सक्छु कति भन्दाखेरि 12,500 भन्दा घटी अहिलेसम्म बेचेको छैन। आज हामीले तपाईँलाई दिन सक्छौँ 11,500 मा। यस, तपाईँलाई यो घडी मन पर्यो भने मात्र 11,500 मा तपाईँले पाउन सक्नुहुन्छ। तर यसमा 1 रुपियाँ घट्दैन है, फिक्स प्राइस हो, अल ओभर नेपाल डेलिभरी हुन्छ। र कपी घडी किनेर अलिक मख नपर्नु होला। एकजना दिदीको कसको भिडियो मैले टिकटकमा हेरिरहेको थिएँ, के हो तपाईँले त 3,000 मा स्किमी घडी बेच्नुहुन्थ्यो त, अनि यो त 1400 मा लियो भन्दाखेरि त्यो 1400 को चाहिँ स्किमीको कपीको नि कपी थियो क्या, त्यही भएर त 1400 मा आयो होइन। देख्दा त उस्तै देखिन्छ, नजिक ल्याएपछि नजिक ल्याएर हेरे पछाडि 1 by 1 हेरेपछि थाहा हुन्छ। सो यो घडी तपाईँले पसलतिर गएर खोज्नुभयो भने चाहिँ तपाईँले 18,000 15,000 भन्दा घडी तपाईँले पाउन सक्नुहुन्न। आज तपाईँले यस्तो बबाल दामी विथ जापानिज मेसिन कतिमा? 11,500 मा। स्क्याम हुनबाट बच्नु होला, सस्तोमा 11,500 घडी सस्तोमा दिन्छु भनेर मान्छेले टिकटकमा हालिरहेको हुन्छ, अनि स्क्याम पनि हुन्छ। अलिक सचेत हुनु होला त्यो केसमा चाहिँ है। अब कसैले ओरिजिनल राम्रोसँग गरिरहनु भएको छ दिनुहुन्छ भनेर त्यही किन्नुहोस् भन्छु तर है। तर हाम्रोमा चाहिँ बेस्ट प्राइस भएकोले गर्दा हामीसँग एकचोटि लिनुहोस्। सो यस्तै दामी घडी यहाँनिर छ। तपाईँलाई मन पर्यो भने 9865498705 मा वाट्सएप भाइबरबाट डाइरेक्ट कल गरेर लिन सक्नुहुन्छ। अल ओभर नेपाल डेलिभरी हुन्छ। इनसाइड भ्याली चाहिँ तपाईँको सेम डे डेलिभरी हुने भएको कारणले गर्दा बिन्दास अर्डर गर्नु होला। नयाँ वर्षको सबैजनालाई शुभकामना छ। थ्याङ्क यू भेरी मच अन्तिमसम्म बस्दिनु भएको होला। फेरि पनि यस्तै घडीको बबाल दामी डिल लिएर आउने बाचा गर्दै सिउ सुन।